नमस्ते। आज हामी एउटा एकदमै महत्त्वपूर्ण तर त्यति नै चखलाग्दो विषयमा कुरा गर्दैछौँ, नैतिकता। आखिर हाम्रो मनभित्र त्यो कुन शक्ति छ जसले हामीलाई सही र गलत के हो भनेर छुट्याउन मार्गदर्शन गरिरहेको हुन्छ? ल, आउनुहोस् सँगै पत्ता लगाऊँ। सुरु नै एउटा प्रश्नबाट गरौँ। हामीले कुनै पनि कुरालाई सही वा गलत भन्नुको आधार के हो? एकछिन सोच्नुभयो भने यो प्रश्न जति सामान्य लाग्छ त्यति नै गहिरो पनि छ। र यही प्रश्नले नै हामीलाई नैतिकताको विशाल संसारतिर डोर्याउँछ। धेरैले भन्छन् हामी सबैभित्र एउटा भित्री कम्पास वा इनर भोइस हुन्छ। हो, त्यही आवाज जसले हामीलाई सही बाटो देखाउन खोजिरहेको हुन्छ। खासमा दर्शनशास्त्रमा पनि यसैलाई नैतिकताको जग मानिन्छ। मतलब यो बाहिरबाट कसैले थोपेरेको नियम मात्र होइन, यो त हामी भित्रैबाट आउने एउटा निर्देशन हो। त्यसो भए अब अलिकति गहिराईमा जाउँ है त। यो नैतिकता भन्ने शब्दलाई अलिक खोतलेरै हेरौँ। यसको खास अर्थ के हो र यसले हाम्रो दैनिक जीवनमा कसरी असर पारिरहेको हुन्छ? यो परिभाषामा एउटा निकै महत्त्वपूर्ण कुरा लुकेको छ। हेर्नुस् है, नैतिकता भनेको मान्छेहरू के गरिरहेका छन् भनेर हेर्ने मात्र होइन, यो त मान्छेहरूले के गर्नुपर्छ भन्ने विज्ञान हो। मतलब यो डिस्क्रिप्टिभ मात्र होइन, प्रेस्क्रिप्टिभ हो। यो तथ्य मात्रै होइन, एउटा आदर्शको खोजी पनि हो। अब नैतिकताका केही खास विशेषताहरू हुन्छन्। जस्तै पहिलो कुरा, यसले एउटा स्ट्यान्डर्ड सेट गर्छ, चोरी गर्नु हुँदैन भने जस्तै। दोस्रो, यो युनिभर्सल हुन्छ, मतलब सत्य बोल्नु वा कसैलाई दया देखाउनु यो त संसारको जुनसुकै कुनामा पनि राम्रो मानिन्छ, होइन र? र यही कुराले नै हाम्रो व्यक्तिगत व्यवहारदेखि लिएर देशको सुशासनसम्मको जग बसाल्छ। छोटकरीमा भन्नुपर्दा यो भनाइले सबै कुराको सार बताउँछ। नियम, कानुन, समाज यी सबै एकातिर होलान्, तर अन्ततः नैतिकता भनेको सही काम गर्नुपर्छ भन्ने हाम्रो त्यही भित्री आवाज, हाम्रो त्यही कम्पास हो। तर यहाँ एउटा रमाइलो प्रश्न उठ्छ। हाम्रो यो भित्री कम्पास बन्छ चाहिँ कसरी? के हामी यो लिएरै जन्मेका हौँ कि हाम्रो समाज, परिवार र अनुभवले यसलाई आकार दिन्छ? यो आफैमा एउटा ठूलो पहेली हो। र सत्य कुरा के हो भने यो त्यति सिधा पनि छैन। हाम्रो नैतिक कम्पास कुनै एउटा कुराले मात्र बन्दैन। यो त धर्म, कानुन, समाज र हाम्रो आफ्नै विवेक जस्ता धेरै कुराहरूको एउटा मिश्रण हो। ल, यो तालिकामा हेरौँ त। जस्तै धर्म र विश्वासले हामीलाई एउटा मोरल फ्रेमवर्क दिन्छ। कानुनले एउटा मिनिमम स्ट्यान्डर्ड तोकिदिन्छ, योभन्दा तल जान चाहिँ पाइँदैन भनेर। समाज र परिवारले त हामीलाई बाल्यकालदेखि नै सही गलत सिकाइरहेका हुन्छन्। तर यी सबैको बीचमा अन्तिम निर्णय लिने त हाम्रो आफ्नै विवेकले हो। अनि सबैभन्दा रोचक कुरा के छ भने कहिलेकाहीँ परिस्थिति नै यस्तो आइदिन्छ कि हाम्रो सबैभन्दा बलियो नैतिक मान्यता पनि हल्लिन सक्छ। ओके, अहिलेसम्म हामीले नैतिकता के हो र यो कहाँबाट आउँछ भन्ने कुरा त बुझ्यौँ। तर सो वाट? यसको रियल वर्ल्ड इम्प्याक्ट के हो त? अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। हाम्रो एक नैतिक निर्णयले वास्तवमा कस्तो असर पार्छ? यो एकदमै सिधा छ। दुईवटा बाटा छन् र दुईवटा फरक परिणाम। जब मानिसहरू नैतिक बाटोमा हिँड्छन्, उनीहरूमा आत्मसन्तुष्टि हुन्छ, एकअर्कामा विश्वास हुन्छ र त्यसैले सुशासनको जग बसाल्छ। तर जब अनैतिक बाटो रोजिन्छ, त्यसले अपराधबोध, अविश्वास र अन्ततः भ्रष्टाचारको दलदलमा पुर्याउँछ। हामीले गर्ने हरेक छनौटले यी दुईमध्ये एउटा बाटो रोजिरहेको हुन्छ। र यो असर सानोतिनो हुँदैन। यो त पोखरीमा ढुङ्गा फाल्दा फैलिने लहर जस्तै हो, अ रिपल इफेक्ट। एउटा व्यक्तिको नैतिक निर्णयले उसलाई व्यक्तिगत रूपमा मानसिक शान्ति दिन्छ। जब धेरै व्यक्ति नैतिक हुन्छन्, समाजमा विश्वास र सद्भाव बढ्छ। नैतिक समाजले पारदर्शी संस्थाहरू बनाउँछ जहाँ जवाफदेहिता हुन्छ, र यस्तै संस्थाहरूले नै अन्ततः राष्ट्रलाई न्याय, विकास र स्थायित्वको बाटोमा लैजान्छ। देख्नुभयो यो सबै कसरी एकअर्कासँग जोडिएको छ? त्यसैले यसको सार के हो भने नैतिकता भनेको समाजलाई जोडेर राख्ने एउटा बलियो पुल जस्तै हो र अनैतिक व्यवहारले त्यही पुललाई भत्काएर अराजकता र असफलताको खाडलमा खसाल्छ। अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ। यहाँ हामी हेर्नेछौँ कि यी सिद्धान्तहरू हाम्रो जीवनका विभिन्न क्षेत्रहरूमा कसरी लागू हुन्छन्। हेर्नुहोस्, नैतिकताको एउटा मात्र रूप हुँदैन, यसका विभिन्न आयामहरू छन् जसले हाम्रो जीवनको हरेक पक्षलाई छुन्छ। पहिलो हो व्यक्तिगत नैतिकता। यो भनेको हामी आफैप्रति कति इमान्दार छौँ भन्ने हो। त्यसपछि आउँछ सामाजिक नैतिकता। समाजमा अरूसँग हाम्रो व्यवहार कस्तो छ?
अनि पेशागत नैतिकता, आफ्नो काममा हामी कति निष्ठावान छौँ। त्यस्तै प्रशासनिक नैतिकता, सार्वजनिक पदमा बसेर जनताको सेवा कसरी गर्छौँ। र आजको समयमा सायद सबैभन्दा महत्त्वपूर्ण वातावरणीय नैतिकता, हामीले यो पृथ्वी र प्रकृतिप्रति आफ्नो जिम्मेवारी कसरी निभाइरहेका छौँ। र यी सबै कुराको सारलाई यो एउटा भनाइले एकदमै राम्ररी समेट्छ। नैतिकता भनेको सही कुरा सही समयमा सही तरिकाले गर्नु हो। यो केवल के गर्ने भन्ने मात्र होइन, कसरी र कहिले गर्ने भन्ने पनि हो। र अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु। हामीले आफ्नो जीवनलाई फर्केर हेर्दा नैतिकताको सबैभन्दा गहिरो र महत्त्वपूर्ण प्रभाव कहाँ देखिन्छ जस्तो लाग्छ? हाम्रो व्यक्तिगत सम्बन्धमा, हाम्रो काममा वा समग्र समाजप्रतिको व्यवहारमा? यो प्रश्नमाथि एकछिन सोच्नुभयो भने यो विषयलाई अझ नजिकबाट बुझ्न मद्दत मिल्छ।